तो मेरे प्यारे दोस्तों, जैसा कि मैं दसैँ मनाउन यानी कि दिवाली मनाउन गएको थिएँ। अहिले भर्खर फर्किँदैछु कामका लागि। अब मेरो करिब टार्गेट हो त्यही हो, पुग्नु लाएँ। त्योभन्दा अगाडि यो बाटोमा हिँड्दैछु। बाटोमा चाहिँ गजबको अनुभव छ। यहाँनिर कुत्ताकै बिरालो के मरिया रहेछ। बहुत जोरदार खुसबु आइराखेको छ। खुसबु भनौँ कि बदबु भनौँ, होइन? यस्तै छ कहानी। अब यहाँबाट चाहिँ हाम्रो टार्गेटमा पुग्ने बेला हुन लाग्यो। अहिले अब बिहानै बाटो खाली भएकाले म चाहिँ खाली बाटोमा भ्लग बनाउँदै हिँडिरहेको छु, होइन? मुस्किलले एउटा बाइक आयो। अब म चाहिँ मोड्न लाग्छु छु। त साथीहरू, कहानी यस्तै छ। हिँडाइडुला एकातिर छ, सूर्य पछाडिबाट उदाइरहेछ। त्यसै कारणले चाहिँ अलिकति यस्तै छ, होइन? अब यात्रा अगाडि बढ्दैछ। तपाईँहरू हाम्रो भिडियो हेर्दै लाइक कमेन्ट गर्दै गर्नुहोला।